Guys, welcome back to our new video. So हामी आएको छौँ स्याङ्जा म नाचिराखेको छु गाइजहरू र मैले यहाँ टोपी लिएको छु। म कस्तो देख्छु गाइजहरू हो कस्तो देखिए के म नाचिरहेको छु ल म रुगा लागेको छ यहाँ सबै मिलेर बसिरहेको छौँ। यस्तो छ हाम्रो घर। हेर्नुहोस् गाइजहरू अहिले छ जाडोको मौसम। जाडोको मौसममा धेरै के फल्छ सुन्तला। सुन्तलाको लागि भाडा के हो थाहा छ? ल यसमा सुन्तला लिएर आउने हो। यस्तो छ हाम्रो गाउँ। अहिले मेरो स्कुल चलिरहेको छ। आज पूजा थियो त्यही भएर हामी आएको थियौँ र पूजा आज सकिसकेर हामीले अब के गर्न लागेको छौँ। म यहाँ बिचमा हिँडिरहेको छु जङ्गलको। ए के मिल्यो सुन्तला खै गाइजहरू यहाँ हामीले सुन्तला लिन आएको छौँ। हेर्नुहोस् सुन्तला टिप्ने मान्छे पनि को हो हेर्नुहोस् हाई गर्दै ओइ हेर्नु गर्दैन यो मुलाले टिप छिटो गाइज हामीले देखाउनेछौँ सुन्तला टिप्ने। हामीले पुरा कोसिस गरिरहेछौँ तर त्यो निक्लेकै होइन गाइजहरू। ए निक्ल्यो यार क्या हो रहा है यो टिप्ने कोसिस गरिरहेको थियौँ हामीले। ल टोपी हाम्रो भन्दा त झ्याम हाल्छु नि अहिले। टोपी ल हाम्रो भन्दा रहेछ बडा गाइजहरू मैले के मेहनत गरेकै छैन। मैले त्यसै भिडियो बनाउन आएको छु। यहाँ कुरो छ त्यसको भित्र ल अब अरू पनि छ। यसले त पहिल्यै मेरो चाया तलतिर जाऊँ न त हुन्न ततिर जाऊँ न त ल। गाइजहरू यहाँ हामीले डुलिरहेको छौँ। पछाडिबाट के ल यतातिर नजर रहिरहेको छ। छप्ता ल म हे यो हेर्न ए खस्यो त चुप न म छोडेर आएकै हो। छोप दिनु भाइ मैले त राखेँ गाजियो मिलेको छ हामीहरूलाई यो छोडेर मम्मी उता यो पाएको
फालिदिएको बोल्दैन ल फाल्दै ल कहाँ फालम हजुर गाईहरू छुटेको छ या 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 छुट्यो या भात पाक्छ त्यसको मतलब होइन जाने होइन सन्डे जाने हो लाउनु गाईहरू यहाँ सुत्तला टिप्ने ठाउँमा म गएकै छैन म त्यही खेल्दै बसिरहेको थिएँ र यो यहाँ गुस्सा भएको छ गाईहरू हिर्काएको छ यसले र के मिलिरहेछ बे खै त्यो ढाका टोपी गाइस मस्त मूत्र गरेर है मूत्र So guys, लेकर र यहाँ ल मैले यहाँ मैले बढाइरहेको छु गाइस कसले बढार्छ यस्तो याले गाइस आजको भ्लग यतिसम्म थियो र हजुरहरूलाई भिडियो राम्रो लागेको भए च्यानललाई लाइक सब्स्क्राइब र फलो गरिदिनु सो टाटा बाई बाई